आज मैले तालिम लिन पाउँदा मलाई त्यो पछि चाहिँ मलाई खुसीको पक्ष छ। सिक्ने सिकाउने, कसले बढी सिक्ने, कसले कम सिक्ने, कसले बढी जान्ने, कसले कम जान्ने, त्यो व्यक्तिगत कुरा हो। तर अब यहाँ सरकारी ट्रेनर पनि हुनुहुन्छ, सर चाहिँ ट्रेनर पनि हुनुहुन्छ। यसो कुरा बुझ्दै गर्दा उहाँ जतिको मान्छेसँग हामी सँगै बसेर, सँगै खेलेर, सँगै बसिरहँदा ट्रेनिङ लिँदा हामीलाई चाहिँ हामी खुसी महसुस चाहिँ गर्नैपर्छ। यति भन्दै गर्दा आज हामीले चाहिँ 7 दिनको तारिक हामी 28 गते बेलुका हामी चाहिँ पेरिनार भ्यालीको बाहेक अथवा सुर्खेत जिल्लाको बाहेक बाहिरको चाहिँ सरहरू म्याडमहरू 28 गते बेलुका चाहिँ पेरिनार झरिसक्नु भएको थियो। त्योसँगै हामी 7 दिन चाहिँ 10 देखि 5 बजीसम्म अब नाच्ने, गाउने, हाँस्ने, हँसाउने र के अरे प्रशिक्षण सरहरूबाट प्रशिक्षण पनि भएका छौँ। त्यो विषयमा मैले भन्दै गर्दा करिब 8 जना सरहरूले चाहिँ हामीलाई प्रशिक्षण दिनुभएको छ। उहाँहरू चाहिँ कर्णाली प्रदेशकै उत्कृष्ट व्यक्तित्वहरूबाट हामी प्रशिक्षक भएका छौँ, जसले गर्दा हामीलाई चाहिँ आज बुझ्न र बुझाउन चाहिँ उहाँ धेरै सरल तरिकाले बुझाउनु भएको थियो। बुझ्ने कुरा पनि हामीलाई लगभग धेरै जरा लाग्छ, धेरै सरल तरिकाले सरकारी भने के रहेछ त भन्ने कुरामा चाहिँ हामीले बुझ्यौँ जस्तो लाग्छ। मैले पनि के अरे सायद सरकारी ट्रेनिङमा म फर्स्ट टाइम हो। म एउटा चाहिँ वार्षिक के अरे यो कार्ययोजना चाहिँ को लागि राष्ट्रिय सहकारी ब्याङ्कले तालिम दिएको गत वर्ष 2 दिन मात्र लगाएको थिएँ। त्यो तारिक कस्तो भयो होइन, त्यहाँ चाहिँ स्पेसली हिसाब किताब मात्रै भनियो। तर यहाँ चाहिँ के भन्छ त्यो जग्गादेखि लिएर माथि ढलान गर्ने, कलर लाउनसम्म चाहिँ सबै कुराहरू सिकाइयो क्या। सरकारीमा जग कस्तो बनाउने, जग बनाउन पहिला कस्ता मेटेरियल होला जगमा, र त्यो के अरे ढलाइ गर्नुपर्छ कस्तो किसिमको कलर लगाएर त्यसलाई चिटिक्क बनाउने भन्ने विषयसम्म हामी चाहिँ प्रशिक्षण भयौँ जस्तो मलाई महसुस गरेको छु मैले। तपाईँहरू के गर्नुभएको छ, कस्तो गर्नुभएको छ त्यो चाहिँ थाहा भएन। अब कोही साथीलाई बोल्ने मन त लाग्यो होला। अब एक-एकजना भन्नेपछि मलाई चाहिँ साथीहरूले पनि नाम दिनुभयो, मैले पनि अब बोल्ने मन इच्छा लाग्यो भने यति गर्दै गर्दा हामीले चाहिँ 26वटा चरणमा चाहिँ 26वटा कक्षा करिब 1.5 घन्टाको भन्ने थियो। अब एकजना सरले चाहिँ लिँदै गर्दा कहिले अब 2 घन्टा भयो, कसै 4 घन्टा भयो होला, करिब 26 घन्टाको चाहिँ हामीले चाहिँ प्रशिक्षण लियौँ भनौँ न। अब त्यो प्रशिक्षण लिँदै गर्दा प्रत्येक दिन हामीले चाहिँ कार्यक्रम संयोजक, अब के अरे लेखा सुपरभाइजर, के अरे प्रतिवेदक, त्यसपछि मूल्याङ्कनकर्ता होइन, त्यो दिनकै राम्रो गरेर कस्तो भयो, नराम्रो कस्तो भयो होइन, गर्नुपर्ने के थियो कस्तो भयो, मूल्याङ्कनकर्ताको त्यो आइडिया भएर राम्रो हुन्थ्यो। तर अब अन्त सबैको आयो, त्यसलाई नराम्रो भन्न चाहिँ मिल्दैन। मूल्याङ्कनकर्ताले चाहिँ यो दिन चाहिँ यस्तो भयो, यस्तो गर्नु पर्थ्यो, यस्तो चाहिँ आवश्यकता थियो भने अब अझै उत्कृष्ट हुन्थ्यो जस्तो लाग्छ। तर हामीले चाहिँ ठिकै छ, के जान अनजान हामीले चाहिँ सहभागी भयौँ, त्यसैमा चाहिँ हामी खुसी हुनुपर्छ। अब हामीले चाहिँ फर्स्टमा चाहिँ पञ्चायतमा कार्यक्रम गऱ्यौँ होइन। हामी चाहिँ लगभग कर्णाली प्रदेशमा धेरै ठाउँबाट 34 जना भने चान्चुन मान्छे चाहिँ होइन हामी होइन, 34 जना मान्छेबाट हामीले आफ्नो ठाउँबाट परिचय दियौँ। सबैलाई चाहिँ 34 जनाको चिन्तान गर्ने अवसर मिल्यो। त्यसको लागि पनि अब के अरे त्यो भूमि व्यवस्था कार्यालय चाहिँ धन्यवाद दिनुपर्छ। नत्र हामी यसरी चाहिँ जग्गावट भएर चिया खाएर चाहिँ हामी 34 जना चाहिँ बस्ने थिएन होला क्या। चिया खान चाहिँ हामी भेट्ने थिएन होला, नास्ता खान चाहिँ हामी भेट्ने थिएन होला। तर आज चाहिँ हामी ट्रेनिङमा चाहिँ भेट भयो। त्यो चाहिँ के अरे कृषि के अरे भ्रष्टाचार कार्यालय सरलाई पनि धेरै धेरै धन्यवाद दिनुपर्छ हामीले। अनि हामी चाहिँ सहकारीको मूल्य र मान्यता होइन, अब धेरै सहकारी कर्मीहरू चाहिँ बुझिसक्नु भएको छ तपाईँहरूले। क्लास भन्दा पनि के अरे तपाईँहरू अब के काम गर्दै गर्दा अनुभव लिनु भएको छ। अब केही साथीहरू नयाँ साथीहरूलाई भनौँ म जस्ता नयाँ साथीहरूलाई चाहिँ अब सहकारीको मूल्य र मान्यता के हो भन्ने विषयमा चाहिँ जानकारी भयो क्या। अब अलिअलि थ्योरिकल रूपमा त पढियो कि ठ्याक्क टपिक्समा चाहिँ के रहेछ त भन्ने कुरा कक्षामा चाहिँ अलिअलि भयो भनौँ न। अनि अब सरकारीको अन्तर्राष्ट्रिय सिद्धान्तहरू, 7 सिद्धान्तहरू त्यो अब अनिवार्य छ सरकारी कर्मीलाई, केही भन्नै परेन। अनि सहकारीमा के अरे सूचनाको हक छ होइन, सदस्यलाई चाहिँ सूचनाको हक छ। तर हक छ भन्दैमा अर्काको चाहिँ के अरे विवरण अर्कालाई चाहिँ दिन मिल्दैन फेरि। त्यो विषय पनि हामीले बिर्सिनु हुँदैन। सरकारीको सूचना हक त छ, तर आफ्नो सूचनाको र संस्थाको वास्तविक स्थितिको बारे सूचना छ फेरि। सूचना हक छ भन्दैमा दीपक शर्माको खाताकोले चाहिँ अर्को सरले चाहिँ पाउनु हुँदैन भन्दा अर्को व्यक्तिले पाउँदैन। यो विषयलाई पनि हामीले ख्याल गर्नुपर्छ जस्तो लाग्छ मलाई। अनि अर्को के अरे यो सरकारीको महत्त्वपूर्ण पक्ष कानुनहरू। अब कानुन चाहिँ हामीलाई अति आवश्यक चिज हो होइन। हामी घर बनाउँदाखेरि जस्तो के अरे अब इन्जिनियरहरू अथवा के अरे ती इस्टिमेट बनाउनेहरू मान्छे हुन्छ नि, उस्तै हामीलाई चाहिँ बनाउने के अरे सरकारी बनाउने भने के हो त कानुन हो। कानुन पनि हामीले चाहिँ एकदम क्लियर रूपमा चाहिँ क्लास के अरे सरले पढाउनु भएको थियो र हामीले पनि सिक्यौँ जस्तो मलाई महसुस भइरहेको छ। अनि सरकारीमा अब गौशाला भत्सर कुरा भयो। त्यसपछि अब गौशाला भत्सर भने के हो त भन्दा जग हो। सरकारीको चाहिँ अब सिस्टममा जाने कुरा फरक भइहाल्यो। सिस्टममा नगइकन सरकारीको हकमा चाहिँ अब गौशाला भत्सर भन्ने बित्तिकै सरकारीको चाहिँ के भन्छ त्यसलाई लेखा राख्ने है। फेरि लेखा राख्ने विषयमा चाहिँ के भन्छ जग नै हो होइन। गौशाला भत्सर चाहिँ सही हिसाबले चाहिँ प्रविष्ट गरिएन भने पछाडि कुराहरू चाहिँ अब बाङ्गो हुने, टेढो हुने, ठाडो हुने, तल हुने, माथि हुने निरन्तर प्रक्रिया चाहिँ हुन्छ है। त्यसपछि चाहिँ 4 खाता भन्ने छ। अब 4 खातालाई पिलरको रूपमा लिनुहोस्। फेरि त्यो चाहिँ जगको रूपमा भएको 4 खातालाई पिलरको रूपमा लिनु पर्यो। 4 ठाउँ चाहिँ पिलर चाहिँ ठिक भएन भने त्यो घर फेरि बाङ्गटिङ हुन्छ, प्लास्टिक गर्दाखेरि मसला धेरै लाग्छ, कलर लगाउँदाखेरि कलर धेरै लाग्न सक्छ होइन। त्यो के तालमेल गर्नुपर्ने हुन्छ, तिन कुराहरू पनि हुन्छन्। त्यसरी चाहिँ यो 4 खातालाई पनि तपाईँहरूले पिलरको रूपमा लिएर त्यसलाई पनि स्टेप रूपमा चाहिँ राम्रो तरिकाले राख्नुभयो भने सजिलो होला जस्तो लाग्छ मलाई है त।
अनि अब हिसाब पर्सेन्ट सूची भन्ने छ, यो के अरे भौचर प्रविष्टि भन्ने छ, आयव्यय विवरण, बासादाहरू, ब्यालेन्स सिटहरू, यो क्यास फ्लो, नगद प्रवाहहरू, अनि सरकारको कर व्यवस्थापन पनि सिक्यौँ हामीले, अनि पछि तथा ऋणको ब्याज गणना गर्ने विधि पनि सिक्यौँ हामीले, अनि लेखा परीक्षण र सामान्य परिचय पनि हामीले सिक्दै गर्दा हामीले चाहिँ धेरै कुरा चाहिँ सिकेको महसुस भएको छ होइन। यति भन्दै म चाहिँ यो सहभागीको तर्फबाट एकजनाको तर्फबाट मैले चाहिँ यति कुरा राखेँ। यति कार्यक्रम गरेर हामीलाई चाहिँ भरपूर के अरे शिक्षा प्रदान गर्नुभएकोमा हाम्रो प्रशिक्षक सर लगायत यो भूमि व्यवस्था तथा सरकारी रक्षा कार्यालय कल्याणी प्रदेश सुर्खेतलाई धेरै धेरै धन्यवाद दिँदै मेरा 2 शब्द यही अन्त्य गर्छु। धन्यवाद। साथै अब हामी चाहिँ सहकारी कर्मी लेखाकर्मी भएको कारणले गर्दा अब हामीले चाहिँ अनुहार देखेमा झट्ट नखाए चिन्छौँ होला होइन। अब कहिले केही समस्या पऱ्यो भने त्यति बेला सजिलो गर्ने कुराहरू पनि यहाँहरूमा हुनेछ, गर्नेछौँ, गराउनेछौँ भन्दै म बिदा हुन्छु। हस्त नमस्ते। धन्यवाद सरलाई पनि। र यो तालिम पश्चात सहभागीका तर्फबाट यो तालिममा सिकेका कुरा आफ्नो सहकारी सङ्घ संस्थामा कार्यान्वयन गर्ने र कार्यान्वयन गर्ने वातावरणको व्यवस्था मिलाउने तपाईँहरूबाट प्रतिबद्धता आएको छ। हामी यसका निम्ति स्वागत गर्दछौँ र यसपछि हामी आतिथ्यता ग्रहणको क्रमलाई जोड्न चाहन्छौँ। म कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्रका केन्द्र प्रमुख धनबहादुर पठायत सरलाई आतिथ्यता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्रका पशु चिकित्सक प्रथम दीपक कुमार भण्डारी सरलाई पनि आतिथ्यता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अब सहभागीलाई प्रमाणपत्र वितरणको कार्यक्रम छ। अब सरहरूलाई नै अनुरोध गर्नु पर्ला यो प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा चाहिँ पत्र ग्रहण गरिदिनु हुन पनि अनुरोध गर्न चाहन्छु। अगाडि नै आउँ है, त्यसो भए सजिलो होला। यही नासै साइडबाट गयो। सूर्यबहादुर साई ल हाम्रो ह्याप्पी बच्चा शर्मा जाँदै हुनुहुन्छ भने हाम्रो प्रमाणपत्र लिन। कल्पना भण्डारी मिस्टर ह्याप्पी है। पार्वती बस्नेत लक्ष्मी कुमारी साई पूर्णिमा बोहरा बस्नेत जगत बहादुर पुरा जगत पुरा विष्णु प्रसाद उपाध्याय मन कुमारी पुरा वीरेन्द्र घरती कविता चनारा कमला कुमारी चंद चंद्रा कुमारी पिक एलिसा पिक हाम्रो लक्ष्मी प्रसाद सर हाम्रो प्रमाणपत्र लिन अगाडि जाँदै हुनुहुन्छ। लक्ष्मी प्रसाद अधिकारी सर आफ्नो प्रमाणपत्र लिन
गर्नको लागि एकदम तयार हुनुहुन्छ। धन्यवाद छ उहाँलाई। प्रमाणपत्र ग्रहण गर्नुहुने तपाईँ सबैलाई हार्दिक बधाई तथा शुभकामना। र सर्वे नम्बरलाई मैले अनुरोध गरेँ यो प्रमाणपत्र सहकारीका अन्य तालिमभन्दा विशिष्ट प्रमाणपत्र छ। सहकारी कानुनले नै भनेको छ लेखा सुपरिवेक्षण समितिमा पदाधिकारी हुन अनिवार्य रूपमा लेखा व्यवस्थापन तालिम लिएको हुनुपर्ने छ भन्ने व्यवस्था छ। लेखा व्यवस्थापन तालिम लिएको प्रमाणपत्र तपाईले ग्रहण गर्नुभएको छ। तपाई सञ्चालक समितिमा बस्न सक्नुहुन्थ्यो लेखा तालिम नलिए पनि, तर लेखा सुपरिवेक्षण समितिमा पदासीन हुन अनिवार्य रूपमा लेखा तालिम लिएको हुनैपर्छ भन्ने कानुनी व्यवस्था छ। अब तपाई हामी यो तालिम पश्चात प्रमाणपत्र ग्रहण पश्चात लेखा सुपरिवेक्षण समितिको पदाधिकारी हुन पनि योग्य भएका छौं भन्ने हामीले अपेक्षा गरेका छौं। प्रमाणपत्रले मात्र योग्य बनाउँदैन, त्यो अर्को पाटो छ। त्योसँग सम्बन्धित विषयवस्तुको ज्ञान विश्लेषण गर्न सक्ने सिप त हुनु पर्ला नै, तथापि प्रमाणपत्रले पनि तपाईलाई कम्तीमा न्यूनतम रूपमा योग्य बनाएको छ भन्ने हामीले अपेक्षा लिएका छौं। र यस पश्चात म अतिथि मन्तव्यको क्रमलाई जोड्न चाहन्छु र मन्तव्यका निम्ति कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्रका पशु चिकित्सक प्रथम आदरणीय व्यक्तित्व दीपक कुमार भण्डारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद सर। सहकारी लेखा तालिम कार्यक्रमका समापन कार्यक्रमका अध्यक्ष महोदय एवं सहकारी लगायत विभिन्न सहकारी संस्थाबाट प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण सहभागी मित्रहरूमा म कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन पश्चिम केन्द्रको तर्फबाट हार्दिक न्यानो स्वागत गर्न चाहन्छु। विशेष त धेरै कुराहरू अभिव्यक्त भइसकेका छन्। अभिव्यक्त भइसकेको अवस्थामा त्यो तालिम लेखाको तालिम एकदमै कति महत्त्वपूर्ण रहेछ भन्ने कुराहरू स्पष्टताबाट पनि अनुभूत भइसकेको छ। तपाईँले यसलाई एउटा प्रमाणपत्रको रूपमा र आफूलाई एउटा विकसित गर्ने मौका पाउनुभयो, भाग्यमानी पनि हुनुहुन्छ। त्यो भाग्यमानी मात्र भएर भएन, यसलाई अब आफ्नो सङ्गठनमा लिएर दुरुस्त रूपमा प्रयोग गर्ने आफ्नो ज्ञान धारणा सिकेको कुराहरूलाई आफ्नो सङ्गठनमा लिएर चलाउनुहुनेछ भन्ने कुराहरू म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। त्यसरी सङ्गठनमा चलाउँदाखेरि एउटा दुरुस्त चाहिँ चलायमान कर्मचारी भयो भने त्यो सङ्गठनको आफ्नो रफ्तार, आफ्नो चाहिँ प्रगति एकदम निरन्तर रूपमा अगाडि बढ्ने म कुराहरू तपाईँलाई जानकारी गराउन चाहन्छु। र अर्को कुरो, बचत त ऋण मात्रै सहकारी जम्मा गर्ने र लगानी गर्ने अर्थले मात्रै अर्थ पनि राख्दैन। जबसम्म सहकारीहरू व्यवसाय प्रवर्धनमा जोडिँदैन तबसम्म चाहिँ यसको अर्थ कुनै पनि छैन। बचतकर्ताहरूलाई आफूले व्यवसाय पुर्याउन र बचत उन्मुख बनाउनुको निमित्त व्यवसाय प्रवर्धन अपरिहार्य छ। त्यस कारणले पनि तपाईँहरूले आफ्ना सहकारीमा भएका आफ्ना सेयर सदस्यहरूको लागि, उनीहरूको आर्थिक उन्नतिको लागि र सम्पूर्ण आर्थिक उन्नयनको लागि पनि तपाईँहरूले नै सहकारी उन्नयनको लागि पनि तपाईँहरूले व्यवसाय प्रवर्धनमा पनि जोड दिनु होला। बचत गर्ने र ऋण लगानी गर्नुले मात्र कुनै अर्थ राख्दैन। त्यसले अलिकति सहकारी मापदण्डलाई पनि फराकिलो बनाउँदैन, खुम्च्याउँछ। त्यस हिसाबले पनि अब हुने कार्यक्रमहरू, भूमि व्यवस्था कृषि तथा सहकारीबाट सञ्चालन हुने कार्यक्रमहरू पनि सहकारी मार्फत अलिकति प्राथमिकताको क्रममा छन्। सहकारीलाई प्राथमिकता दिएको अवस्था छ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले, र त्यस अनुरूप त्यसको पनि फाइदा लिन मैले जानकारी गराउन चाहन्छु। अब तपाईँहरूलाई ब्याज अनुदानका कुराहरूदेखि लिएर सबै कुराहरूमा र यो अनुदानका कुराहरूमा पनि सहकारीलाई चाहिँ अलिकति त्यसमा चाहिँ विशेष महत्त्वका साथ हेरिएको छ। र यसो भयो भने तपाईँहरूले एउटा मापदण्ड, त्यो छनौट हुने मापदण्डमा पनि यो लेखा परीक्षणको तालिमले ठुलो चाहिँ महत्त्व राख्नेछ। किनकि तपाईँहरू तन्दुरुस्त तपाईँहरूको लेखा भयो भने तन्दुरुस्त रूपमा तपाईँ स्वस्फूर्त रूपमा त्यसमा चाहिँ सहभागी हुन सक्नुहुन्छ, व्यवसाय प्रवर्धनमा सहभागी हुनुहुन्छ, व्यवसायमा चाहिँ तपाईँहरू सफल हुन सक्नुहुन्छ भन्ने कुरा म तपाईँलाई जानकारी गराउन चाहन्छु।
र यो 7 दिनसम्म तपाईँहरूले जुन ज्ञान सिप र धारणा एवं लेखा सम्बन्धीको प्रविधि सिकेर जानुभएको छ त्यसले तपाईँहरूको सहकारीको बाटो उन्नयन भन्ने शुभकामनाका साथ मेरो शब्द श्रृङ्खलाहरूमा पूर्ण विराम लगाउन चाहन्छु। जय कृषक जन, जय सहकारी। धन्यवाद सरलाई आफ्नो सागरविद मन्तव्यका निम्ति। यसैगरी म अतिथि मन्तव्यका निम्ति कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख धनबहादुर पठायत सरलाई हार्दिक अनुरोध गर्दछु। सहकारी लेखा व्यवस्थापन सम्बन्धी समापन तालिम सभाध्यक्ष तपाईँबाट सहकारी त्यसै मञ्चमा आसीन यसै प्रशिक्षण मञ्चमा आसीन सहकारीका सर, त्यसै गरी यो सहकारी लेखा व्यवस्थापन सम्बन्धी तालिममा विभिन्न सहकारीबाट पाल्नुहुने सम्पूर्ण सर तथा म्याडमहरू सर्वप्रथम यहाँलाई म आभार व्यक्त गर्न चाहन्छु। विशेष त सहकारी सरकारले पनि यहाँले चाहिँ एउटा सहभागी अवसर दिनुभयो हामीलाई, मलाई यहाँको जुन 6 दिनको जुन बसाइमा भएको उपलब्धिलाई प्रमाणपत्रस्वरूप कानुनगत रूपमा यहाँ चाहिँ एउटा सहकारी सम्बन्धी र लेखा सम्बन्धी विज्ञता भनेर एउटा चाहिँ प्रमाण दिने एउटा मलाई अवसर दिनुभयो, त्यसको लागि आभार व्यक्त गर्न चाहन्छु। र त्यसै गरी यहाँहरूले जुन विभिन्न सहकारीबाट आएर यस प्रशिक्षण केन्द्रलाई रोजेर यहाँ तालिम सम्पन्न गर्नुभयो, पक्कै पनि केही सहकारी व्यवस्थापन र सहकारीसँग सम्बन्धित लेखा सम्बन्धित कुराहरू चाहिँ जानकारी दिनुभयो र यहाँहरूलाई म धेरै बधाई दिन चाहन्छु। धन्यवाद सरलाई आफ्नो सागरविद मन्तव्यका निम्ति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अब लगभग हामी यो प्रशिक्षण, यो तालिम र समापन सत्रको पनि अन्तिमतिर आइपुगेका छौँ। यस पश्चात हामी खाजा लिनेछौँ क्यान्टिनमा। त्यसपछि आफ्नो सेवा सुविधा जे जति कार्यालयले नम्स अनुसार दिन सक्छ त्यो सेवा सुविधा यहाँहरूलाई दिएर यहाँहरूलाई हामी बिदाई गर्नेछौँ। र यो 7 दिनसम्म आफ्नो महत्त्वपूर्ण समय यो जेठ असारको यो महत्त्वपूर्ण आर्थिक वर्ष समाप्त हुँदै गरेको सहकारी संस्थामा कामको चाप भएको अवस्थामा पनि तपाईँहरूले महत्त्वपूर्ण समय छुट्याएर यो तालिममा सहभागी भइदिनु भयो। त्यसका निम्ति यहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाईँहरूको यो महत्त्वपूर्ण समयका निम्ति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। र हामीलाई यो तालिम सञ्चालन गर्न यो हल उपलब्ध गराइदिने कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन केन्द्र सम्पूर्ण टिमलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। उद्घाटन र अहिलेको समापन सत्रमा पनि आतिथ्यता ग्रहण गरिदिएर हाम्रो उद्घाटन र समापन कार्यक्रमलाई शोभायमान बनाइदिनु हुने यस केन्द्रका सरहरूलाई हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति भन्दै यो सम्पूर्ण तालिमलाई व्यवस्थित सभ्य रूपमा चाहिँ सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै यो समापन सत्र र सम्पूर्ण तालिम कार्यक्रम यही समापन भएको घोषणा गरिदिनु हुन यस समापन सत्रका अध्यक्ष तथा भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार खुमप्रसाद सुवेदीज्यूलाई हार्दिक अनुरोध गर्दै म कार्यक्रम सञ्चालक तथा तालिम संयोजक किरण कुमार थापा तपाईँहरूबाट बिदा चाहन्छु। तपाईँको कृति सवारी शुभ रहोस्। जय होस्, जय सहकारी। धन्यवाद किरण सर। कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन तथा समापन समारोहका धन्यवाद सर अनि दीपक सर अनि हाम्रो कार्यालयका कर्मचारी धन्यवाद त पहिले दिइसकेँ किरण सर र विभिन्न सहकारीबाट त्यो 7 दिन तालिममा सहभागी हुनुभएका सञ्चालक समिति लेखा सुवेदी समितिका पदाधिकारी कर्मचारी व्यवस्थापक सबैमा हार्दिक नमस्कार। भन्नु त धेरै हुनुभयो, इङ्ग्लिसको हिसाबले अलिकति बढ्दै भन्नुपर्छ जस्तो लाग्छ। तर पनि त्यो समापनको चरणमा आइपुग्दाखेरि सबैले हतार भइसकेको आउँछ। त्यही भएर यही लेखाको विषयमा मात्र अलिकति थोरै जोड्छु। हामीहरू सहकारीमा अपराध गर्न जाँदाखेरि
कस्तो बेला पर्छ भनेदेखि तपाईँहरूले यो बेला भन्दाखेरि ट्याक्क टाढो बोल्नुहुन्छ कोष शिक्षा खाता कति नम्बर 10 नम्बरमा हो कि 20 नम्बरमा 20मा कोष हिसाब खाताभित्र कतिवटा र कति किसिमका पैसाहरू जम्मा भएका हुन्छ अरू केही नभए भने हाम्रो कानुन बमोजिम छुट्याउनु पनि 11वटा कोषका पैसा त्यसमा जम्मा भएका हुन्छ अरू त अन्त टाढाको कुरो भयो बेनामी कोषको कुरो पनि हुन्छ अरू घर जग्गा कोष आदि इत्यादि उहाँको त्यो पनि सबै त्यसैमा पर्छ त्यो सबै त्यसैमा एउटै डालोमा हालिसकेपछि धान गहुँ तोरी चामल एकै विषयमा हो 11 तरिका 11 12 तरिका एकै ठाउँमा हालिसकेपछि पछि तपाईँले चामल मात्रै निकाल्नुहोस् भनेर भन्यो भने चामल निकाल्न सक्नुहुन्न तोरी मात्रै निकाल्नुहोस् भन्यो भने तोरी निकाल्न सक्नुहुन्न त्यो भएर त्यसका लागि के गर्नुपर्छ भनेपछि सहायक खाता बनाउनुपर्छ जुन चिज पछि छुट्याउनु पर्ने अवस्था हुन्छ त्यसलाई सहायक खाता बनाउनुपर्छ यहाँ प्र्याक्टिकलको हिसाबले साथीसम्म तपाईँहरूले यो विषय त्यति राम्रोसँग यहाँ नबुझिएको पनि हुनसक्छ किनभने यहाँ सैद्धान्तिक हिसाबले मात्रै भनियो प्र्याक्टिकल हिसाबले तपाईँहरू सहायता गराउनु भएन तर तपाईँहरू संस्थामा जाँदै गर्दा एउटा खाता बजारमा किन्न भएको लिएर गएर यस्तै तरिकाले एकै ठाउँमा डालोमा मिसाउनुभन्दा अगाडि छुट्टै गराएर सहायक खाता राख्नु होला अनि त्यसको साइड बल्ल मिसाउनु होला यतिमा चामल छ यतिमा धान छ यतिमा तोरी छ भन्ने कुरो क्लियर गरेर अनि बल्ल त्यो कोष हिसाब खातामा चलाउनु भयो भने तपाईँ त्यहाँ पुग्दै गर्दा कतिमा चामल छ भनेर हामीले सोध्दै गर्दा यति छ भन्न सक्नुहुन्छ त्यस्तै गरेर तपाईँको कानुन बमोजिम 3वटा कोषलाई आर्थिक वर्ष समाप्त हुँदै गर्दा 9वटा कोषमा सार्नुपर्छ यदि तपाईँले एकैपटक मिसाउनु भयो भने त्यो 3वटा कोषमा भएको रकम कुन रकम हो कति थियो त्यसलाई कति रकमलाई 9वटा कोषमा सार्ने भन्ने कुरो मिल्नु पाउनुहुन्छ त्यो भएर त्यसलाई छुट्टै सहायक खाता व्यवस्था गर्नुपर्छ म यो एउटा उदाहरण मात्रै हो आवश्यकता अनुसार यो बाहेकका धेरै विषयहरू छन् जसलाई सहायक खाताको आवश्यक पर्छ यो विषयले तपाईँहरूले राम्रोसँग ध्यान दिएर गर्नु होला बाँकी विभिन्न विषयहरू यहाँ साप्ताहिकको बसाइमा तपाईँहरू यतै विषयहरू सिकाइएको छ त्यो सिकाइएको विषय तपाईँहरूले आफूले गर्नुभएको छ गरेको कागज पनि आफै लिएर जाँदै हुनुहुन्छ तपाईँहरू त्यसैले आधार लिएर आगामी दिनमा अब तपाईँहरूका जाँदै गर्दा फलानु चिज कति छ सेयर पुँजी कति छ भन्दाखेरि ट्वाक्क बताउन सक्ने फलानु व्यक्तिको सेयर पुँजी कति छ भन्यो भने ट्याक्क बताउन सक्ने फलानु व्यक्तिले ऋण कति लिएको छ भनेर भन्यो भने बताउन सक्ने भाका नाइरो कर्जा कति छ भन्यो भने बताउन सक्ने यो तरिकाले तपाईँले अघि व्यवस्थापन अहिले बल्ल मात्र तपाईँहरूको सहकारी अलिअलि सुधारतिर गयो कि भनेर भन्नु पूर्ण सुधार होइन अलिअलि सुधार हुन्छ अनि बल्ल त्यो भएर तपाईँहरूले यसलाई विशेष ध्यान दिएर अब लेखा सिकिएको छैन गर्दै गरिएको छैन भन्ने कुरो आफ्नो ठाउँमा भयो अब सिकिसकेपछि त त्यो गरेर पनि फुर्सद हुँदैन त्यो मात्रै नभएर काम सबभन्दा ठुलो कुरो तपाईँहरूसँग अपेक्षा धेरै हुन्छ कि अघि म्याडमले त्योभन्दा अगाडि बोल्ने म्याडमले के अपेक्षा राखेर जानु सबै तालिम हामीले नै गराइदिएको हुन्थ्यो अब सबभन्दा ठुलो कुरो त सरकारले दर्ता गर्दै गर्दा हामी आफै पहिला तालिम नलिइकन